हेर्नु है मैले ट्याटु हानेको होइन यहाँ देख्नु भएन हातमा धुए क्या अहिले भर्खर हानेर आएको कहाँ धुनु त सो है गाइस आज चाहिँ मैले फेक ट्याटु लगाएर आएको छु होइन हेर्नुहोस् त क्या रियल ट्याटु जस्तै देखिरहेको छ मेरो हातमा होइन सो मेरो घरको मान्छेहरूले चाहिँ ट्याटुहरू मन पराउँदैन नि त सो म चाहिँ आज फेक ट्याटु ल्याएर होइन उनीहरूलाई कल गर्छु कि मेरो वाइफलाई एन्ड देन ममलाई कल गर्छु होइन उहाँहरूको रियाक्सन चाहिँ कस्तो हुँदो रहेछ हेरौँ है त मेरो फेक ट्याटु होइन दामी देखिरहेछ नि त कल गर्छु है त म मम्मीलाई कल गर्छ होइन अब मम्मीले चाहिँ यो ट्याटु देखेर चाहिँ मम्मीले के भन्नुहुँदो रहेछ है त ल हेरौँ है त दर्शन के गर्दै हुनुहुन्छ ए एउटा कुरा देखाउँ एउटा कुरा देखाउँ एउटा कुरा देखाउँ ए साँच्ची हेर्नु है मैले ट्याटु हानेको होइन यहाँ देख्नु भएन हातमा धुए क्या अहिले भर्खर हानेर आएको कहाँ धुनु त ए राम्रो देखेको छैन कस्तो देखेको छ राम्रो लाग्यो नि तपाईँलाई ए म झन् यहाँ बुवालाई खोइ बुवालाई देखाउनु त बुवालाई के राम्रो देखेन खोइ खोइ बुवालाई दिनु बुवालाई अब बुवा दर्शन ए ट्याटु कस्तो छ हेर्नु त कहाँ लाउनु मिल्छ यत्रो ठुलो यहाँ तलदेखि माथिसम्म कस्तो देखेछ राम्रो लागेन त राम्रो लागेन होइन गाह्रो त मलाई नै भएको हो तर तपाईँलाई राम्रो लाग्यो कि लागेन मैले ट्याटु हानेको राम्रो लागेन ए मैले अब भरिहालेँ के गर्नु हेर्नु यहाँ यत्रो हान्दै यत्रो ठुलो कसैले ऊ त्यो हान्छ त्यो के भन्छ नक्कली ट्याटु कसैले गर्नु सक्छ यत्रो हेर्नु त भर्खर हानेर आयो कि
हामीलाई त मन पर्दैन यो मलाई ट्याटो चाहिँ काम छैन यो बुर भ्याउँदा ट्याटो हाने भए बुरुक्क ओरिन्थ्यो होला ल ल ल बुवा ल भोलिपर्सि यहाँबाट नेपाल छिरिसकेपछि त्यहाँबाट त विदेश जान पाउँदैन अनि खालास किन त्यो पुलिसमा आर्मीमा पो ट्याटु हान्यो भने पाउँदैन त अरू ठाउँमा पाइहाल्छ नि यो ट्याटै हान्यो होइन यो हो क्या मलाई थाहा छैन ट्याटो नहाने त्यत्रो मिहिनेत गरेर बनाउँछ होइन त्यो आउँछ बनाएकै हो नि मिहिनेत गरेर बनाएकै त्यो हात दुखेर कस्तो होला बनाए बाह्र फरेर कहिले बनाएको अघि बनाएर आएको के रे अघि बनाएर आयो कि दुखेर कस्तो भयो अनि तँलाई के रहर लागेको थियो हानिदिनु पर्यो भनेर नि राम 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 किन ट्याकु भरेको होला बिना पत्तामा यो तँलाई पनि तँलाई ट्याबे हुनु मन लागेको ल राख्दै मम्मी ल भाइ ल भाइ किन भन्नु परेको ल ल किन बनाउनु पऱ्यो के बुद्धि आयो यसलाई अब हान्नु मन लाग्यो सबैले हाने देखेर ल ल ल भाइ हाम्रो घरमा चाहिँ बुवा मम्मीलाई पहिल्यैदेखि ट्याटु मन पर्दैन नि त त्यही भएर मैले चाहिँ क्या भनिदिएको होइन बुवाले पुरा कराइरहेछ रिसाइरहेछ बुवा रिसाइरहेछ मम्मी त जे भए पनि अब भनौँ 50-50 कम्प्रोमाइजमा हुनुहुन्छ मम्मी चाहिँ बुवा चाहिँ बढी नै रिसाइरहनु भएको छ अब फेरि अझै एकचोटि बुढीलाई कल गरेर हेर्छु होइन बुढीले छोराले अनि सासुआमा हुनुहुन्छ घरमा अहिले सासुआमाले के भन्नुहुँदो रहेछ त हेरौँ है त उहाँहरूलाई पनि मन पर्दैन कि त्यही भएर आज यसो देखाइदिउँ त होइन फेक ट्याटु लागेको बेला उनीहरूलाई यो त्यो उसको लागि नै मैले फेक ट्याटु बनाएको कि